एभरेज सेलिङ प्राइस अर्थात् तपाईँको व्यवसायको होल टोटल रेभेन्यूमा तपाईँले एभरेज पर कस्टमर कति बेच्दै हुनुहुन्छ भन्ने कुरा। हेलो साथीहरू, नमस्कार। 21 दिनको व्यावसायिक महाअभियान, 21 दिन 21 डिफ्रेन्ट बिजनेस स्ट्राटेजी लर्निङ फर सक्सेस डे 13 मा तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। हामी लगातार 12 दिनदेखि डिफ्रेन्ट बिजनेस स्ट्राटेजीको बारेमा तपाईँहरूसँग डिस्कस गरिरहेका छौँ। तपाईँ व्यवसाय हुनुहुन्छ, तपाईँ उद्यमी हुनुहुन्छ, तपाईँहरूको लागि महत्त्वपूर्ण विषयवस्तुहरू व्यवसाय गर्दै गर्दा उद्यमशीलता गर्दा प्रोडक्ट र सर्भिसमा हुँदाखेरि तपाईँलाई आवश्यक पर्ने विभिन्न डिफ्रेन्ट खालको स्ट्राटेजीहरूमा रहेर तपाईँहरूसँग डिस्कस गरेका छौँ। त्यस्तै एउटा बिजनेस टर्म अथवा बिजनेस एउटा फर्मुलाको बारेमा हामी कुरा गर्दैछौँ। त्यो हो एएसपी अथवा एभरेज सेलिङ प्राइस। तपाईँ एउटा प्रोडक्टमा हुनुहुन्छ अथवा तपाईँ सर्भिस एउटा उद्यमशीलताको कम्पनी व्यवसायमा सर्भिस प्रोडक्टमा हुनुहुन्छ भने तपाईँले पर कस्टमर डिफ्रेन्ट प्रोडक्टहरू डिफ्रेन्ट मूल्यमा चाहिँ तपाईँले बेचिराख्नु भएको छ, अथवा एउटै प्रोडक्ट पनि कहिलेकाहीँ डिफ्रेन्ट मूल्यमा तपाईँले बेचिराख्नु भएको छ। त्यसको सेलिङ प्राइस डिफ्रेन्ट हुनसक्छ, तर एएसपी भनेको चाहिँ एभरेजमा तपाईँको सेलिङ प्राइस कति छ त पर कस्टमर भन्ने कुरा चाहिँ अहिले डिटर्माइन गर्छ। जस्तो तपाईँ कुनै एउटा कम्पनी हो तपाईँको कम्पनीले एउटा प्रोडक्सन निकाल्छ, मानौँ तपाईँले के गर्नुहुन्छ भने एउटा यस्तै कोट निकाल्नुहुन्छ हो, तपाईँको कम्पनीले कोट निकालेको छ। तपाईँको कम्पनीले जस्तो कोट निकाल्छ भने पर इयर तपाईँले के गर्नुहुन्छ भने 10,000 को जस्तो 1 वर्षमा तपाईँले मानौँ के गर्नुभयो भने 1 लाख को कोट बेच्नुभयो। ठिक छ, 1 लाख को कोट बेच्नुभयो। तपाईँले 1 लाख को कोट बेच्दै गर्दाखेरि कुनै कोट तपाईँले 3500 मा पनि बेच्नुभयो होला, कुनै चाहिँ 15,000 मा पनि बेच्नुभयो होला, कुनै 60,000 मा पनि बेच्नुभयो होला। डिफ्रेन्ट मूल्यमा तपाईँले बेच्नुहुन्छ र 1 वर्षमा तपाईँले टोटल बेच्दै गर्दाखेरि तपाईँले के गर्नुभयो भने टोटलमा 1 लाख को चाहिँ तपाईँले कोट बेच्नुभयो र तपाईँले टोटल 1 वर्षमा चाहिँ के गर्नुभयो भने 25 जना चाहिँ कस्टमरलाई चाहिँ बेच्नुभयो भनेको तपाईँले 25 जनालाई बेच्नुभयो। कुनै 2,000 मा बेच्नु होला, कुनै 60,000 मा बेच्नु होला, कुनै 5,000 मा बेच्नु र टोटल 1 वर्षमा टोटल कति भयो भने 1 लाख को बेच्नुभयो भने टोटल रेभेन्यू बाइ द कम्पनी भनेको 1 लाख डिभाइडेड बाइ टोटल कस्टमर कति युनिट तपाईँले सोल्ड गर्नुभयो। कस्टमर भन्दाखेरि एउटै कस्टमरले दुईटा पनि लान सक्छ फेरि भनेको कति युनिट तपाईँले युनिट बेचेको प्रोडक्ट भनेको कति युनिट भनेको तपाईँले 25 युनिट बेच्नु भने 1 लाख डिभाइडेड बाइ 25 भनेको कति आयो 4,000 भनेको एभरेज सेलिङ प्राइस तपाईँको कति आयो 4,000 रुपियाँ आयो। यो एभरेज सेलिङ प्राइसले के कुरा डिटर्माइन गर्छ भने एभरेज सेलिङ प्राइसले तपाईँको टोटल रेभेन्यूमा तपाईँको प्रफिटको रेसियोको, हामीले त व्यवसायमा हरेक दिन प्रफिटको कुरा गरिरहेको छौँ नि, रेभेन्यू प्रफिटको कुरा, यो पनि हामी टर्महरू डिस्कस गर्छौँ, रेभेन्यू के प्रफिट के। तर यो भन्दै गर्दाखेरि टोटल इन्कम टोटल वर्षभरि गरेको व्यापारलाई रेभेन्यू होइन, यसको बिना हामी थप अझ विस्तृतमा जाउँला। तर यो भन्दै गर्दाखेरि तपाईँलाई किन पनि यो आवश्यक छ भने भोलि तपाईँ प्रफिटेबल हुँदै गर्दाखेरि तपाईँले हिजो हामी मार्केटिङको कुरा थियो, मार्केट स्पेन्ड हामी कति मार्केटिङमा खर्च गर्छौँ भन्दै गर्दाखेरि हामीले मार्केटिङको कुरा गर्दै गर्दाखेरि होइन कस्टमर ल्याउनलाई हामीले कति प्रयोग गर्छौँ भन्दै गर्दाखेरि त्यही एउटा कस्टमर आएर हामी कति बेचिरहेको छ एभरेज सेलिङ प्राइस। अनि एभरेजमा हाम्रो चाहिँ कक्स, हिजो पनि हामीले यो विषयमा हामीले अघिल्लो भिडियोमा डिस्कस गरिसकेका छौँ कक्सको बारेमा होइन, हाम्रो कक्स कति छ, हामीले कति मार्केटिङमा स्पेन्ड गर्छौँ र एभरेज सेलिङ प्राइसले के गर्छ भने अब हामीले त्यो फेरि कति चाहिँ हामीले कमाइरहेका छौँ भने बिचमा प्रफिट छ कि नै भन्ने कुरा पनि थाहा पाउनु भने एभरेज सेलिङ प्राइस आउँछ। त्यो भएर रेगुलर तपाईँको व्यवसायको एउटा म्याट्रिक्स छ भने तपाईँको व्यवसायको म्याट्रिक्समा एभरेज सेलिङ प्राइस अति नै महत्त्वपूर्ण विषयवस्तु हो। हामीले पर कस्टमर चाहिँ कति बेचिरहेको छ भनेको हाम्रो प्रोडक्टको एभरेज सेलिङ प्राइस हामीले डिफ्रेन्ट कोही आउला, कसैले भन्ला, कोही आफन्त आउला, के गर्ला, कसैलाई मिलाएर दिनु पर्ला, कसैलाई हामीले हाम्रो आफ्नो रेट गर्न पाउँछौँ, कसैलाई डिस्काउन्ट गरेर दिइरहेछ भने एभरेजमा हाम्रो सेलिङ प्राइस कति छ त भनेको तपाईँको एभरेजको चाहिँ सेलिङ प्राइस के निकाल्छ भने वास्तवमा तपाईँ प्रफिटेबल हुनुहुन्छ कि हुनुहुन्न। मानौँ तपाईँले 10 वटा चाहिँ 2,000 बेच्नुभयो, एउटा चाहिँ 7,000 मा बेच्ने भनेर मैले चाहिँ प्रफिट गरेँ भनेर त भने एभरेजमा तपाईँको कति छ भने त्यो कारणले गर्दा एभरेज सेलिङ प्राइस चाहिँ महत्त्वपूर्ण छ। कुनै पनि व्यवसाय उद्यमशीलता सर्भिस र प्रोडक्टमा एभरेज सेलिङ प्राइस महत्त्वपूर्ण विषयवस्तु हो। यो कारणले गर्दा तपाईँ व्यवसाय गर्दै गर्नुहुन्छ भने तपाईँ उद्यमशीलता प्रोडक्टमा हुनुहुन्छ हरेक तपाईँले मन्थली अथवा क्वार्टरली अथवा चाहिँ इयरली होइन इयरली बेसिसमा अथवा हाफ इयरली तपाईँले चाहिँ आफ्नो एभरेज सेलिङ प्राइस निकाल्नुपर्छ। यसले गर्दा तपाईँको प्रफिट रेसियो हेर्नुहुन्छ, रेभेन्यू कोही कतै छ भने हामीले चाहिँ एभरेज सेलिङ प्राइस बढाउनु पर्ने हो कि हामीले कक्सलाई घटाउनु पर्ने हो कि मार्केटलाई घटाउने, यो सबै कुराहरू फेरि लास्टतिर हामी जाँदै गर्दा यो सबै विषयमा हामी डिस्कस गर्छौँ। आजको विषयमा एभरेज सेलिङ प्राइसको कुरा गऱ्यौँ। एभरेज सेलिङ प्राइस भनेको टोटल रेभेन्यू बाइ टोटल युनिट युज सोल्ड हुन्छ नि, एउटा कम्पनीले सोल्ड गरेको युनिट भने बुझिन्छ। हेर साथीहरू, आज हामीले यी विषयवस्तुहरूमा डिस्कस गऱ्यौँ। भोलि फेरि अर्को डिफ्रेन्ट बिजनेस स्ट्राटेजीमा रहेर तपाईँहरूसँग कुरा गर्नेछौँ। आजको लागि हामी फिराउँछौँ। यो भिडियो लाइक शेयर सब्सक्राइब गर्नु भने नबिर्सनु होला र धेरैभन्दा धेरै साथीहरूलाई यो भिडियो सेयर गरेर अरू धेरै साथीहरूलाई यसको बारेमा नलेज सेयर गर्नु होला। धन्यवाद।